Hello everyone, my name is Yadav Prasad Gautam. I'm the CEO and founder of The Business Nepal. म चाहिँ अहिले आईटी कम्पनीमा एज एन सेल्स एन्ड मार्केटिङ रिप्रेजेन्टेटिभ काम गर्दैछु लगभग 3 वर्ष जति भयो अनि मेरो काम भनेको चाहिँ इन्टरनेसनल क्लाइन्टहरूलाई कल गरेर वेबसाइट भयो मोबाइल एप्लिकेसन भयो एसईओ सर्भिसेसहरू चाहिँ सेल गर्छु मैले यदि तपाईहरुले पनि एज अ टेलिमार्केटर जब गर्दै हुनुहुन्छ भनेपछि के कुराहरूलाई चाहिँ ध्यान दिनु पर्दो रहेछ त सो आजको यो भिडियोमा म हजुरहरूलाई 10 इम्पोर्टेन्ट पोइन्ट्सहरू शेयर गर्न चाहन्छु जुन चाहिँ मैले मेरो जबबाट चाहिँ सिकेको सो विदाउट फर्दर अडु लेट्स डाइभ इन्टु इट नम्बर 1 भनेको चाहिँ नो योर प्रोडक्ट क्लियरली अब मेरो केसमा के हो भन्दाखेरि मेरो जब भनेको अनलाइन इन्टरनेसनल क्लाइन्टहरूलाई कल गरेर हाम्रो सर्भिसेसहरू प्रोभाइड गर्नु फर इक्जाम्पल वेबसाइट भयो मोबाइल एप्लिकेसन भयो एसईओ सर्भिसेस भयो सोशल मिडिया मार्केटिङ भयो यी कुराहरूको बारेमा चाहिँ हामीलाई इन्स एन्ड आउट थाहा हुन जरुरी छ अनि अर्को भनेको चाहिँ अब वेबसाइटको टाइप्सहरू फर इक्जाम्पल स्ट्याटिक हुनसक्छ डाइनामिक हुनसक्छ ई कमर्स हुनसक्छ अनि के फिचर्सहरू हुन्छ त क्लाइन्टहरूले चाहिँ के फिचर्सहरू पाउँछन् फर इक्जाम्पल त्यहाँनिर ट्याप टु कल ट्याप टु टेक्स्ट हुनसक्छ अनि अरू भनेको चाहिँ अब कतिवटा पेजेस हुनसक्छ वेबसाइटमा है कतिवटा पेजेस हामीले प्रोभाइड गर्न सक्छौँ क्लाइन्टहरूलाई अनि द एडभान्टेजेस एन्ड बेनिफिट्स अफ ह्याभिङ अ वेबसाइट फर इक्जाम्पल उनीहरूले वेबसाइट बिजनेसलाई बनाएपछि के बेनिफिट अर एडभान्टेजेस उनीहरूले पाउँछन् कम्पेयर टु नबनाउँदाखेरि सो यो कुराहरू चाहिँ एकदमै बेसिक हो र यसको एउटा जेनरल नलेज चाहिँ सबैलाई हुनुपर्छ अनि नम्बर 2 भनेको चाहिँ अन्डरस्ट्यान्ड यो टार्गेट कस्टमर फर इक्जाम्पल हाम्रो केसमा चाहिँ टार्गेट कस्टमर भनेको लोकल बिजनेसेसहरू फर इक्जाम्पल जेनरल कन्ट्र्याक्टर भयो पेन्ट जसले चाहिँ पेन्टिङ गर्छ कन्स्ट्रक्सन रिमोडलिङ रुफिङ अब भनौँ न अरू भन्दाखेरि अब नोटरी सर्भिसेसहरू भयो अटो रिपेयर सर्भिसेसहरू भयो तिनीहरू चाहिँ हाम्रो टार्गेट कस्टमरहरू हुन् सो हामीले चाहिँ हाम्रो पिच गर्दाखेरि उनीहरूको बिजनेसेस रिलेटेड पिच गर्नुपर्छ फर इक्जाम्पल कल गर्नुभन्दा अगाडि हामीले उनीहरूको बिजनेसको बारेमा रिसर्च गरेर उनीहरूको पेन पोइन्ट पत्ता लगाएर उनीहरूले के प्रब्लम फेस गरिरहेका छन् त त्यो चिजलाई लिएर हामीले कन्भर्सेसन सुरु गर्नुपर्छ एन्ड हामीले चाहिँ त्यो प्रब्लमलाई चाहिँ कसरी सल्भ गर्छौँ कसरी भनौँ न हामीले हाम्रो बाई युजिङ आवर सर्भिसेस हामीले कसरी चाहिँ उनीहरूको त्यो प्रब्लमलाई मिनिमाइज गर्न सक्छौँ भनेर चाहिँ हामीले फ्लुएन्टली एन्ड कन्फिडेन्ट अर यु क्यान बी पोलाइट अर फ्रेन्डली वेमा चाहिँ त्यो कुरा हामीले पिच गर्नुपर्छ त्यो कुरा हामीले बुझाउनु जरुरी छ क्लाइन्टलाई अनि अर्को कुरा भनेको चाहिँ क्लाइन्टहरूको ट्रस्ट जित्न के गर्नुपर्छ भन्दाखेरि सबै क्लाइन्टहरू इन्ट्रेस्टेड हुँदैनन् कोही क्लाइन्टहरू भनौँ न मसँग अलरेडी वेबसाइट छ भन्छन् कसैले आई डोन्ट ह्याभ मनी आई एम नट इन्ट्रेस्टेड भन्छन् है अब यसको केसमा चाहिँ के गर्ने भन्दाखेरि सकेसम्म हामीले अब रिपोर्टल्सहरू कसरी गर्ने है अब अब्जेक्सन ह्यान्डलिङ कसरी गर्ने त्यो कुराहरू हामीले सिक्न जरुरी छ यदि त्यति रिपोर्टल्स हान्दै पनि अरू अब्जेक्सनलाई ह्यान्डल राम्ररी गर्दा पनि क्लाइन्टले स्टिल नट इन्ट्रेस्टेड छन् भने हामीले त्यो क्लाइन्टहरूलाई चाहिँ लगभग धेरै पुस गर्नु हुँदैन अनि यदि कुनै क्लाइन्टले इन्ट्रेस्ट सो गरिरहेको छ भनेपछि हामीले के गर्नुपर्छ भन्दाखेरि उनीहरूको सुरुमा ट्रस्ट जित्न जरुरी छ ट्रस्ट कसरी जितिन्छ देयर आर डिफ्रेन्ट वेज यु क्यान टक अबाउट कसरी हामीले भ्यालु जेनेरेट गरिदिन्छौँ उनीहरूको कम्पनीलाई अनि अरू भनेको चाहिँ अब हाम्रो इक्जाम्पल हाम्रो अफिसियल साइट देखाएर हुन्छ अर हाम्रो प्रिभियस वर्क पास्ट क्लाइन्टहरूको हामीले के काम गर्यो त्यो देखाएर हुन्छ सो यी भनेको चाहिँ हामीले यदि कुनै क्लाइन्टले चाहिँ इन्ट्रेस्ट सो गरेको भन्दाखेरि हामीले यसरी चाहिँ हामीले क्लाइन्टहरूको चाहिँ ट्रस्ट जित्न सक्छौँ अनि नम्बर 3 भनेको चाहिँ फलो अ सिम्पल कोल्ड कल स्ट्रक्चर अब तपाईँ युट्युबमा जानुहुन्छ तपाईँ च्याट जिपिटी गर्नुहुन्छ भन्दाखेरि त्यहाँनिर हजुरहरूले धेरै नै भन्ने कोल्ड कलको स्ट्रक्चरहरू पाउन सक्नुहुन्छ अनि पिचिङ गर्नुभन्दा अगाडि चाहिँ के कुरा ध्यान दिनुपर्छ भन्दाखेरि त्यो कोल्ड कल स्ट्रक्चर हुन्छ नि त्यो जुन स्क्रिप्ट हुन्छ नि एकदम इजी एकदम सिम्पल वेमा एरेन्ज गर्नलाई जरुरी छ मेन कुरा भनेको चाहिँ पिचिङ गर्दाखेरि यु हेभ टु बी कन्फिडेन्ट यदि इफ यु डोन्ट साउन्ड कन्फिडेन्ट दे विल नेभर एभर ट्रस्ट यु किन भन्दाखेरि यो कुरा किन इम्पोर्टेन्ट छ भन्दाखेरि हामीलाई क्लाइन्टहरूले कसरी ट्रस्ट गर्ने त एउटा भनौँ न बोलीको आधारमा नै ट्रस्ट गर्ने उनीहरूले न हामीलाई देखिया हुन्छ न हाम्रो काममा उनीहरूले हाम्रो मेन कुरा फर्स्ट
हामीलाई उनीहरूले ट्रस्ट गर्ने भनेको चाहिँ हाम्रो टोन, हाम्रो भोइस, हाम्रो भनौँ न जसरी हामीले बोलिरहेको छौँ, यदि कन्फिडेन्ट भएर बोल्यो भने प्राय क्लाइन्टहरू चाहिँ इम्प्रेसिभ हुन्छन्। इफ यु साउन्ड कन्फिडेन्ट एन्ड प्रोफेसनल, क्लाइन्टहरूले कुनै क्लाइन्टहरू कस्तो भेटिन्छ भन्दाखेरि ओके मलाई यो चिजहरूमा चाहिँ विश्वास छैन बट यु साउन्ड कन्फिडेन्ट, लेट्स ट्राई, I'll give you one chance भने चाहिँ त्यसरी पनि मैले त्यस्तो क्लाइन्टहरू पनि भेटेको छु। अनि हामीलाई चाहिँ सुरुमा कल गर्दाखेरि हामीसँग धेरै टाइम हुँदैन, हामीसँग म्याक्सिमम् 10 सेकेन्ड्स हुन्छ। त्यो 10 सेकेन्डमा चाहिँ हामीले उनीहरूलाई हुक गरेर हामीले चाहिँ के सर्भिस प्रोभाइड गर्छौँ, कसरी हामीले भ्यालु क्रिएट गरिदिन सक्छौँ उनीहरूको बिजनेसमा, त्यो भनिसक्नुपर्छ। यदि त्यो सेकेन्डमा चाहिँ उनीहरूलाई हुक गर्न सकेन, इम्प्रेस गर्न सकेन भन्दाखेरि दे विल हङ अप द कल। फर्स्टको 10 सेकेन्ड चाहिँ एकदमै इम्पोर्टेन्ट छ, एकदमै इट्स भेरी क्रुसियल। एन्ड इफ क्लाइन्टहरूले स्टिल सुनिरहेका छन्, स्टिल इन्ट्रेस्ट देखाइरहेका छन् भन्दाखेरि अब त्यो कन्भर्सेसनहरू चाहिँ एउटा स्मुथली एउटा क्लोजिङतिर लाने अनि सिम्पल अफर गरेर क्लोज गरिदिने। एन्ड नम्बर 4 भनेको चाहिँ स्पिक क्लियरली एन्ड स्लोली। अब क्लाइन्टहरूलाई, हाम्रो इन्टरनेसनल क्लाइन्टहरूलाई कल गर्दाखेरि हाम्रो टोन फरक हुन्छ, उनीहरूले हामीले भनेको बुझ्न सक्दैनन् है। अब हामीले बोल्न त इङ्ग्लिसै बोलिरहेको हुन्छन् तर इट विल बी डिफिकल्ट फर देम टु अन्डरस्ट्यान्ड अस। सो हामीले के कुरा गर्न सक्छौँ भन्दाखेरि हामीले एउटा बिस्तारी स्लोली क्लियरली एन्ड लाउडली बोल्यौँ भने चाहिँ उनीहरूले हाम्रो एक्सेन्ट नबुझे पनि त्यो बुझ्न हाम्रो एक्सेन्ट बुझ्न गाह्रो भए पनि उनीहरूले चाहिँ हाम्रो भनेको कुराहरू चाहिँ बुझ्न सक्छन्। अनि कन्भर्सेसन सुरु गर्दाखेरि चाहिँ धेरै लामो सेन्टेन्सहरू राख्नु हुँदैन, सर्ट सेन्टेन्सहरू टु द पोइन्ट कुरा गर्नुपर्छ। अनि त्यसपछि रस भन्ने चिज चाहिँ गर्ने हुँदैन। यदि क्लाइन्टहरूलाई रस गरेर एकचोटि क्लोज गर्न थाल्यो भने दे विल नेभर ट्रस्ट यु अर दे विल मेक एक्सक्युजेस एन्ड मुभ अवे। अब सेल्स पर्सनहरूको कस्तो बानी हुन्छ भन्दाखेरि उनीहरूले चाहिँ क्लाइन्टहरू इन्ट्रेस्टेड भेट्ने बित्तिकै अब कन्भर्सेसनमा भनौँ न ओके यु नो भने चाहिँ यस्तो वर्डहरू चाहिँ धेरै निकालिरहेको हुन्छ। सो हुनुपर्छ कन्भर्सेसनमा मिडलमा कुनै पार्टमा हुनुपर्छ, बट यसलाई सकेसम्म चाहिँ अभोइड गर्दा राम्रो हुन्छ। अनि मैले अघि नै भनिसकेँ यु हेभ टु बी कन्फिडेन्ट, नेभर साउन्ड नर्भस, किनकि उनीहरूलाई अलिकति पनि त्यो शङ्का लाग्ने ठाउँ दिनु हुँदैन। हामीले चाहिँ यसरी कुरा गर्नुपर्छ कि वी आर प्रोफेसनल इन दिस फिल्ड, वी नो एभ्रिथिङ, वी क्यान टेक द बिजनेस टु द नेक्स्ट लेभल। अनि नम्बर 5 भनेको चाहिँ फोकस अन बेनिफिट्स नट फिचर्स हो। हामीले फिचर्सहरू भन्नुपर्छ, वेबसाइटमा यस्तो फिचर हुन्छ भनेर हामीले चाहिँ क्लाइन्टहरूलाई चाहिँ डेलिभर गर्नुपर्छ, बट त्यो फिचरलाई हामीले बेनिफिटसँग अर हामीले भ्यालुसँग चाहिँ कनेक्ट गराउनुपर्छ, त्यसरी हामीले पिच गर्नुपर्छ। किनकि क्लाइन्टहरू भनेको अब भनौँ न हाम्रो सर्भिसेसहरूसँग इन्ट्रेस्टेड हुँदैनन्, उनीहरूलाई चाहिँ रिजल्ट अर आउटपुट चाहिएको हुन्छ, उनीहरूलाई क्लाइन्ट चाहिएको हुन्छ। मेन भनेको चाहिँ कोर बेनिफिटहरू चाहिँ अब हामीले कल गर्दा चाहिँ मेन कोर बेनिफिट भनेको चाहिँ यु विल गेट मोर कस्टमर्स अनलाइन भनेर चाहिँ यो कुरा चाहिँ हामीले रिपिट गरे गर्थ्यौँ। इफ यु बाई आवर सर्भिसेस देन यु विल गेट मोर कस्टमर्स अनलाइन भनेर चाहिँ हामीले यो कुरा चाहिँ धेरै नै भन्थ्यौँ। यो कुरा भन्नु पनि जरुरी छ, किन भन्दाखेरि बिजनेसेसहरूले हाम्रो सर्भिस किन बाई गर्छन् भन्दाखेरि उनीहरूको अनलाइन बिजनेस स्ट्रङ बनाउनको लागि एन्ड डेफिनेटली क्लाइन्टहरू पाउनको लागि अनलाइन। अनि नम्बर 6मा के छ भन्दाखेरि ह्यान्डल अब्जेक्सन्स कन्फिडेन्टली। मैले अघि नै भनिसकेँ कुनै क्लाइन्टहरू पनि जस्तै कोल लिँदाखेरि इन्ट्रेस्टेड हुँदैनन्। दे विल से आइम नट इन्ट्रेस्टेड, आई डोन्ट ह्याभ टाइम, आई अलरेडी ह्याभ वान, आई डोन्ट ह्याभ बजेट। सो यो भनेको चाहिँ उनीहरूको नर्मल अर फोन गर्दाखेरि उनीहरू इन्ट्रेस्टेड हुँदा पनि यो कुराहरू चाहिँ उनीहरूले भनिरहेका हुन्छन्। सो त्यो हुँदाखेरि हामीले के गर्नुपर्छ भन्दाखेरि अब्जेक्सन्स त्यो कुराहरूलाई चाहिँ कसरी ह्यान्डल गर्ने भनेर चाहिँ एउटा रेडिमेड रेस्पोन्सेसहरू सर्ट एन्ड स्विट हुनुपर्छ। अनि अब्जेक्सन ह्यान्डल गर्दा चाहिँ एकदमै कम एन्ड एकदमै पोलाइट टोनमा चाहिँ हामीले अब्जेक्सन ह्यान्डल गर्नुपर्छ। अनि मैले अघि नै भनिसकेँ एकदमै सर्ट एन्ड स्विट रेस्पोन्सेस, रेडिमेड रेस्पोन्सेसहरू हामीले चाहिँ तयार गरेर चाहिँ त्यसलाई चाहिँ फ्रेन्डली वेमा चाहिँ कसरी भन्ने त्यो पनि प्रिपेयर गरेर बस्नुपर्छ। अनि अब्जेक्सन ह्यान्डल गर्दाखेरि चाहिँ सबै चिजहरूलाई चाहिँ एउटा भ्यालुमा चाहिँ कनेक्ट गराउनुपर्छ। ओके सो यो सर्भिसेसहरू हामी प्रोभाइड गर्छौँ यति पैसामा, अनि यसले चाहिँ तँलाई यो भ्यालु बिजनेसमा चाहिँ यो भ्यालु चाहिँ तँलाई क्रिएट गरिदिन्छौँ हामी भनेर चाहिँ त्यो एकदम प्रिसाइज वेमा एकदम क्लियरली उनीहरूलाई भनिदिन जरुरी छ। अनि कुनै क्लाइन्टहरू चाहिँ रुड पनि भेटिन्छन्, उनीहरूले गाली गर्छन्, कति कल गरेर भन्छन्। सो त्यो केसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि what I'll suggest you is never argue with the client. अब नेक्स्ट कल गर्दाखेरि हुनुहोस् नेक्स्ट क्लाइन्ट इन्ट्रेस्टेड हुनसक्छ, अरू त्यो कुरा प्रिभियस कुराले चाहिँ भनौँ न फेरि यता इन्ट्रेस्टेड क्लाइन्ट पनि नट इन्ट्रेस्टेड हुन सक्छन्। सो त्यो हुँदाखेरि चाहिँ वी नेभर नो
कुन चाहिँ क्लाइन्ट इन्ट्रेस्टेड हुन्छन्, कुन चाहिँ क्लाइन्टले लिन्छन्, कुन चाहिँ क्लाइन्टले भनेर पैसा दिन्छ भनेर हामीलाई थाहा हुँदैन। सो त्यो हुँदाखेरि एभ्री सेकेन्ड हामीले आफूलाई प्रिपेयर गरेर राख्नुपर्छ। एन्ड नम्बर 7 भनेको चाहिँ बिल्ड ट्रस्ट विथ द कस्टमर। अब कसरी ट्रस्ट गर्ने त? देयर आर डिफ्रेन्ट वेज टु बिल्ड ट्रस्ट विथ द कस्टमर्स। फर इक्जाम्पल यु क्यान बी पोलाइट, यु क्यान बी रेस्पेक्टफुल, यु क्यान सो देम भनेर हामीले चाहिँ कसरी गर्छौँ भन्दाखेरि हामीले चाहिँ हाम्रो काम देखाउँछौँ, हाम्रो अफिसियल साइटहरू देखाउँथ्यौँ, हाम्रो लोकेसनहरू देखाउँथ्यौँ। एन्ड सेल्स कन्भर्सेसनमा अलवेज युज पोजिटिभ फ्रेजेस। फर इक्जाम्पल आई अन्डरस्ट्यान्ड भन्नुपर्छ, नो प्रब्लम, ओके, या आई कम्प्लिटली अन्डरस्ट्यान्ड, नो प्रब्लम एट अल, द्याट्स ग्रेट, अमेजिङ। यस्तो कुराहरू चाहिँ हामीले चाहिँ कन्भर्सेसनमा चाहिँ युज गरिराख्नुपर्छ। अब हाम्रो माइन्डमा के छ भन्दाखेरि सेल्स पर्सन भन्ने बित्तिकै धेरै बोल्ने होइन, क्लाइन्टको कुरा नसुन्ने, क्लाइन्टहरूलाई क्वेसन नगर्ने, सेल्स पर्सन चाहिँ त्यो हो भनेर हामीले चाहिँ चिन्छौँ। हाम्रो माइन्डसेट चाहिँ त्यसरी बिल्डअप भएको छ। बट इफ यु वान बी अ प्रोफेसनल इन सेल्स यु हेभ टु टक लेस एन्ड लिसन मोर। क्लाइन्टहरूलाई चाहिँ सुन्ने, आफू थोरै बोल्ने क्लाइन्टहरूलाई धेरै बोल्न लगाउने। अब कुनै क्लाइन्टहरू त बोल्न चाहँदैनन्, बोल्न खोजिरहेको छैनन् भन्दाखेरि उनीहरूलाई क्वेसन गर्ने, हे हाउ लङ यु आर डुइङ दिस बिजनेस, वाट आर द सर्भिसेस यु आर प्रोभाइडिङ, हाउ डु यु फाइन्ड कस्टमर्स, हाउ डु यु ट्र्याक कस्टमर्स भन्न सकियो। सो यो कुराहरू चाहिँ उनीहरूलाई क्वेसन गरेर चाहिँ इन्करेज गर्ने बोल्नका लागि। सो सेल्स पर्सनमा चाहिँ यो कुरा चाहिँ एकदमै क्रुसियल छ। अनि अर्को कुरा भनेको चाहिँ नेभर साउन्ड लाइक अ सेल्स पर्सन। वी आर कलिङ देम टु हेल्प देयर बिजनेसेस ग्रो अनलाइन। सो हामीले चाहिँ कसरी त्यो बिजनेसेसलाई चाहिँ ग्रो गर्न सक्छौँ बाई युजिङ आवर सर्भिसेस होइन। अब कसरी चाहिँ गुगल ऱ्याङ्किङ इम्प्रुभ गर्न सक्छौँ, त्यो कुराहरू चाहिँ हामीले मजाले क्लाइन्टहरूलाई बुझाउन सक्नुपर्छ। त्यो एउटा भनौँ न ट्यालेन्ट चाहिँ हुनुपर्छ। 8 नम्बरमा के छ भन्दाखेरि अघि नै मैले भनिसकेँ, आस्क राइट क्वेसन्स। क्लाइन्टहरूलाई यदि तपाईँले राइट क्वेसन्स सोध्नुभयो, उनीहरूले खुलेर बोल्यो भनेपछि त्यहाँनिर यसले के रोल प्ले गर्छ भन्दाखेरि यु क्यान इजिली गेन ट्रस्ट फ्रम द कस्टमर्स। तपाईँले एउटा गुड रिलेसनसिप बनाउन सक्नुहुन्छ क्लाइन्टसँग। अब फ्युचरमा पनि फर इक्जाम्पल ओके त्यो क्लाइन्टहरूलाई चाहिँ सर्भिसेस हाम्रो सर्भिसेस बाई गर्यो, अब तपाईँले त्यो क्लाइन्टहरूलाई चाहिँ अब लोयल भएर चाहिँ लङ टर्मसम्म चाहिँ रिटेन गर्न सक्नुभयो भने उनीहरूले फर्दर रिफरल पनि दिन्छन्, साथीभाइहरूलाई भन्छन्, आफ्नो फ्यामिली सर्कलहरूलाई पनि त्यो हाम्रो सर्भिसेसहरू चाहिँ रेकमेन्ड गरिरहेका हुन्छन्। सो त्यो हुँदाखेरि चाहिँ उनीहरूलाई राइट क्वेसन सोध्न जरुरी छ। अनि राइट क्वेसनमा मैले भनिसकेँ। अब फर इक्जाम्पल देयर आर भेरियस क्वेसन्स यु क्यान आस्क। फर इक्जाम्पल हाउ लङ यु आर डुइङ दिस बिजनेस, वाट आर द सर्भिसेस यु अफर, एन्ड हाउ यु गेट क्लाइन्ट्स भन्न सकियो। फर इक्जाम्पल बाई युजिङ वर्ड अफ माउथ अर थ्रु रिफरल भन्न सकियो। सो धेरै क्वेसन्सहरू छन्, यु क्यान आस्क देम। यदि क्लाइन्टहरूले तपाईँहरूलाई सुनिरहेका छन्, उनीहरूले तपाईँले सोधेको क्वेसनहरूको राइट एन्सर दिइरहेका छन् भन्दाखेरि इट्स भेरी इजी टु क्लोज सेल्स क्या। तपाईँहरूले धेरै पुस गर्नै पर्दैन। उनीहरूले के भन्छन् भन्दाखेरि ओके सो फार सो नाउ आइ एम इम्प्रेस्ड, आई गिभ यु अ चान्स, लेट्स डु इट टुगेदर, लेट्स ग्रो माई बिजनेस टुगेदर भनेर चाहिँ यसरी पनि भन्छन् क्लाइन्टहरूले। धेरै क्लाइन्टहरू यस्तो पनि भेटाउँछन्। एन्ड नम्बर 9मा चाहिँ के छ भन्दाखेरि क्लोज द डिल विथ अ सिम्पल अफर। अब हामीले चाहिँ के गर्थ्यौँ भन्दाखेरि यदि क्लाइन्ट इन्ट्रेस्टेड छ भने हामीले चाहिँ अब भन्यो सर्टेन एउटा स्मल कन्सेप्ट फी लिएर चाहिँ हामीले स्याम्पल भनौँ न होम पेज डिजाइन चाहिँ तयार गरेर तिनीहरूलाई हामीले सो गर्थ्यौँ। अनि इफ त्यो स्याम्पल उनीहरूले मन परायो भने मात्र हामी फर्दर डेभलपमेन्ट पार्टहरूमा हामी मुभ गर्थ्यौँ। एन्ड देन ओन्ली देन द डिजाइनिङ फी हाम्रो चाहिँ एप्लिकेबल हुन्थ्यो। यदि तपाईँहरूलाई थाहा भइसक्यो यो क्लाइन्टले चाहिँ मेरो सर्भिसेस बाई गर्छ भनेपछि चाहिँ अब त्यो क्लोजिङ लाइन्सहरू भयो एकदम सर्ट होइन, एकदम फ्रेन्डली राख्न जरुरी छ। अनि कुनै बेला चाहिँ क्लाइन्टहरूले सबै सुन्छन्, सबै कुरा ओके भन्छन्, त्यो पनि लास्टमा चाहिँ अब गएर चाहिँ हेजिटेट गरेर धेरै क्लाइन्टहरूले गर्छन्। सो त्यो हुँदाखेरि चाहिँ उनीहरूले हेजिटेट गरे पनि डोन्ट वरी, स्टे कम। नम्बर 10 भनेको चाहिँ डेली फलोअप डिसिप्लिन। अब हामी एज अ सेल्स पर्सनले चाहिँ कोल्ड कल लिँदाखेरि, कोल्ड टेक्स्ट, कोल्ड इमेल गर्दाखेरि चाहिँ क्लाइन्टहरू भेटाउँछन्, इन्ट्रेस्टेड क्लाइन्टहरू नभेटाउने होइन, भेटाउँछन्। बट फलोअपमा चाहिँ हाम्रो ल्याकिङ भएको कारणले चाहिँ हामीले इन्ट्रेस्टेड क्लाइन्टहरू पनि हामीले चाहिँ भनौँ न लुज गरिरहेका हुन्छौँ। अब मेन फलोअप गर्दाखेरि चाहिँ के कुरा ध्यान दिनुपर्छ भन्दाखेरि कहिले र कसरी क्लाइन्टहरूलाई फलोअप गर्ने। फर इक्जाम्पल क्लाइन्टहरूले एउटा कुनै टाइम गुड टाइम दिएछन् भन्दाखेरि यो टाइममा कल गर भनेपछि हामीले त्यही टाइममा कल गर्नुपर्छ। भनौँ न त्यो टाइममा चाहिँ उठाएनन् भनेपछि हामीले चाहिँ कि मर्निङ टाइम 9 बजे कि इभिनिङ टाइम 5 बजी हामीले
कल गर्ने ट्राई गर्नुपर्छ। क्लाइन्टले भनेको समयमा टाइममा कल उठाएन, अब भोलि गर्दा नि कल उठाएन, पर्सि गर्दा नि कल उठाएन भनेपछि हामीले चाहिँ धेरै कल गर्नु हुँदैन। हामीले चाहिँ अब भनौँ न ग्याप, अब आफ्टर 2 days अर आफ्टर अ विक अर आफ्टर 15 days त्यसरी चाहिँ हामीले चाहिँ कल ब्याकहरू चाहिँ फलोअपहरू चाहिँ गरिराख्नुपर्छ। अनि अर्को कुरा चाहिँ मैले यो एज अ टेलिमार्केटर काम गर्दाखेरि धेरैले मिस्टेक गरेको कुरा चाहिँ के हो भन्दाखेरि उनीहरूलाई फलोअप इमेल फलोअप टेक्स्ट प्रोपरली लेख्नै आउँदैन क्या। कसरी गरिन्छ फलोअप टेक्स्ट, फलोअप इमेल अर फलोअप कल होइन, फेरि कल गर्दा के भन्ने त्यो कुराहरूले चाहिँ उनीहरूलाई थाहा नै हुँदैन। सो त्यो हुँदाखेरि के गर्नुपर्छ भन्दाखेरि एउटा कुनै CRM युज गर्दा भयो, अरू यु क्यान नोट डाउन अब जे क्लाइन्टहरूसँग कन्भर्सेसन भयो नि त्यो चाहिँ अब गुगल डक्समा हुनसक्छ, गुगल सिटमा हुनसक्छ, त्यो रेकर्ड गर्ने। क्लाइन्टहरूले चाहिँ के भनेको थिए, कहिले कल गर भने त्यो सबै चाहिँ इन्फर्मेसनहरू चाहिँ नोट डाउन गरेर चाहिँ राख्न जरुरी छ। बिजनेस नेम, उनीहरूको नम्बर, अब क्लाइन्टको नाम, अनि इमेल एड्रेसहरू, फोन नम्बरहरू, यो सबै चाहिँ राख्न चाहिँ एकदमै जरुरी छ। अनि लास्टमा चाहिँ के भन्छु भन्दाखेरि कोल्ड कल्स लिनु भनेको एकदमै गाह्रो। अब कलै उठ्दैन, अब क्लाइन्टहरूले चाहिँ नट इन्ट्रेस्टेड मात्र भन्छन्। त्यसको लागि के छ, हामीले के गर्न सक्छौँ भन्दाखेरि हामीले एउटा मात्र चिज गर्न सक्छौँ, त्यो भनेको हामी कन्सिस्टेन्सी हुने। हामीले चाहिँ अब क्लाइन्टहरूले कल नउठाए पनि कन्सिस्टेन्ट वेमा चाहिँ हामीले डायल गर्ने। अब क्लाइन्टहरूले नट इन्ट्रेस्टेड भने पनि हामीले कन्सिस्टेन्ट वेमा चाहिँ हाम्रो रिपोर्टर्सहरू ह्यान्डल गर्ने। अब सबै इच एन्ड एभ्री क्लाइन्ट चाहिँ नट इन्ट्रेस्टेड हुँदैनन्। अब कोही क्लाइन्टहरू चाहिँ इन्ट्रेस्टेड हुन्छन्, उनीहरूले हाम्रो सर्भिसेस चाहिरहेको हुन्छन्, उनीहरूले चाहिँ अब ठिक छ मलाई इमेल पठा, टेक्स्ट पठा, अरू मलाई यो दिनमा कल ब्याक गर भनेर चाहिँ भन्छन्। सो अब इफ यु वान बी प्रोफेसनल इन दिस फिल्ड देन यु हेभ टु बी कन्सिस्टेन्ट, यु हेभ टु बी फ्लुएन्ट। अनि नर्भस हुनु भएन, एकदम कन्फिडेन्ट साउन्ड गर्नु पऱ्यो, हसल गर्नु पऱ्यो, डायलिङ गर्दा चाहिँ इङ्गेजमेन्ट हुनु पऱ्यो, त्यो खालको एनर्जी देख्न जरुरी छ। देन एन्ड देन ओन्ली यु विल मास्टर दिस सेल्स जब। थ्याङ्क यू एभ्री वान, थ्याङ्क यू सो मच। अनि लास्टमा चाहिँ अब यही भन्न चाहन्छु, प्लिज don't forget to like and subscribe to my channel. Thank you. I'll see you in the next video.